कार्यक्रममा भएको वक्तृत्व कला प्रतियोगितामा मेरो कलालाई उत्कृष्ट मानी मलाई फेरि पनि बोल्न दिनुभएकोमा यहाँका प्रधानाध्यापक, सहप्रधानाध्यापक, स्टाफ टिमहरू तथा मूल्याङ्कन टिमहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु। म आज नैतिक शिक्षाको बारेमा बोल्न गइरहेको छु। आशा छ हजुरहरूले मेरो कलालाई राम्रो मानेर, मेरो विचारहरूलाई राम्रो मानेर मेरो कलाको सम्मान र उत्साह बढाइदिनु, मेरो कलाको सम्मान कदर गरी मेरो भनाइलाई आशा छ हजुरहरूले मेरो कलाको सम्मान गरी मेरो उत्साह बढाइदिनु हुनेछ। नैतिक शिक्षा भनेको के हो त? नैतिक शिक्षा भनेको सामान्य ज्ञान, किताबी ज्ञानबाट प्राप्त गर्ने ज्ञान मात्र होइन। यसले मानिसहरूलाई नैतिकवान व्यक्ति बनाउन र चरित्रवान व्यक्ति बनाउन मद्दत गर्छ। नैतिक शिक्षा भनेको एउटा सामान्य ज्ञान होइन, यसले विद्यार्थीहरूलाई भविष्य निर्माण गर्ने निर्माणशीलता गर्न पनि मद्दत गर्छ। नैतिक शिक्षाले हामीहरूलाई असल नागरिक बनाउन मद्दत गर्छ। यदि हामीहरूले सानो बालबच्चालाई नैतिक शिक्षाको बारेमा सोध्यो भने उसले पक्कै पनि भन्नेछ, शिक्षा भनेको किताबी ज्ञानबाट प्राप्त गरिने तथा शिक्षक विद्यालयमा गरेर प्राप्त गरिने ज्ञान मात्रै हो। तर के नैतिक शिक्षा भनेको यति नै हो त? होइन, मलाई यस्तो लाग्दैन। नैतिक शिक्षा भनेको किताबी ज्ञान मोटा किताबबाट मात्र प्राप्त गरेको ज्ञान होइन। नैतिक शिक्षाको मतलब हामीहरूले नैतिकताबाट प्राप्त गरिने तथा औपचारिक शिक्षाहरूबाट प्राप्त गरिने ज्ञान हो। यसलाई हामीहरूले विद्यार्थी भाइ बहिनीहरूमा प्रदान गर्नुपर्छ। नैतिक शिक्षाको मुख्य स्रोत भनेको आमा बुबाहरू हो, उनीहरूको अभिभावकज्यूहरू हो। यदि उनीहरूका अभिभावकज्यूहरूले नै नैतिक शिक्षा विद्यार्थी भाइ बहिनीहरूले नैतिक शिक्षा दिनु भएन भने उनीहरू पछि गएर असल नागरिक बन्न सक्दैनन्, समाज र देश राष्ट्रको निर्माण गर्न सक्दैनन्। त्यसैले विद्यार्थी भाइ बहिनीहरू सबैमा मेरो यो अनुरोध छ कि सबैले नैतिक शिक्षाको पालना गर्नुपर्छ। आफ्ना अभिभावकज्यूहरूलाई नैतिक शिक्षाको बारे सिकाउन तथा दिदी बहिनीहरूलाई आफ्नो एउटा नयाँ जीवन दिनको लागि नैतिक शिक्षा दिन आवश्यक छ। म एउटा उदाहरण चाहिँ दिन चाहन्छु। नैतिक शिक्षा भनेको के हो? नैतिक शिक्षा हामीले कसरी पालना गर्न सक्छौँ त? नैतिक शिक्षा पाउने धेरै स्रोतहरू छन्। एउटा पहिलो स्रोत भनेको आमा बुबाहरू हुन्। दोस्रो स्रोत भनेको एउटा विद्यालय हो। विद्यालयबाट हामीहरूले धेरै किताबी ज्ञानहरू मात्र प्राप्त गर्न सक्छौँ। कुनै विद्यालयमा त नैतिक शिक्षा प्राप्त नै गरिँदैन। तर आजकलको युगमा सबै मानिसहरूले नैतिक शिक्षालाई बिर्सिँदै गएका छन्। सबैले नैतिक शिक्षा के हो भन्ने मात्र होइन, आफ्नो घर परिवारलाई समेत बिर्सिँदै गएका छन्। यो सबै नैतिक शिक्षाको कारणले नै गर्दा भएको हो। नैतिक शिक्षा भएन भने हामीहरूको देश राष्ट्र र निर्माण हुन सक्दैन। हामीहरूले नैतिक शिक्षाको सही पालना तथा सदुपयोग गर्नुपर्छ। हामीहरूले नैतिक शिक्षाको पालना गरेन भने हामीहरू सही मानव बन्न सक्दैनौँ। हामीहरू दानव बन्न जान्छौँ। त्यसैले नैतिक शिक्षाको सही पालना गर्नुपर्छ। जस्तै मानव एउटा राम विद्यालयमा पढ्दै गर्थ्यो। उसमा नैतिकता भन्ने चिज थियो। त्यसैले उसले राम्रो पढाइमा सामान्य थियो, तर उसले कहिले पनि अरूले बोलेको कुरालाई झुटो बोल्ने थिएन। ऊ सत्य व्यक्ति थियो। उसले अरूको उत्साहको कदर गर्ने र आफ्नो उत्साह बढाउने जस्ता कामहरू गर्थ्यो। एक दिन परीक्षा आयो। उसले आफ्नो परीक्षामा सबै उसका साथीहरूले नकल गरे, तर उसले चाहेको भए नकल गरेर राम्रो अङ्क ल्याएर सबै राम्रो बन्न सक्थ्यो। तर उसले त्यस्तो गरेन। उसले आफ्नो ज्ञानको कदर गर्यो, उत्साहको कदर गर्यो। त्यसैले ऊ राम्रो प्रथम भएन, राम्रो अङ्क ल्याउन सकेन। तर उसले नकल नगरिकन आफू नैतिकवान व्यक्ति भएको प्रमाण साबित गर्न पुग्यो। यदि हामीहरूले आज नकल गऱ्यो, भोलि नकल गऱ्यो, तर त्यो परीक्षा सकिन्छ, प्रमाणपत्र सकिन्छ, तर हाम्रो ज्ञान सकिँदैन। त्यसैले हामीहरूले नैतिक शिक्षाको सही प्रयोग गर्नुपर्छ। भाइ बहिनीहरू, म अन्त्यमा के भन्न चाहन्छु कि सबैले नैतिक शिक्षाको पालना गर्नुपर्छ। हामीहरू ठुला दाइ दिदीबाट, अभिभावकज्यूहरूबाट, शिक्षक शिक्षिकाहरूबाट नैतिक शिक्षा सिक्न सक्छौँ। नैतिक शिक्षाको मुख्य स्रोत बाबुआमा हो। त्यसैले अभिभावकज्यूहरूमा मेरो यही अनुरोध छ कि आफ्नो बच्चा विद्यार्थी भाइ बहिनीहरूलाई, बालबालिकाहरूलाई नैतिक शिक्षाको सही प्रयोग सिकाऊ र सबैले नैतिक शिक्षाको पालना गरौँ। यति भन्दै मेरो दुईवटा शब्द यही टुङ्गाउन चाहन्छु।